नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आजभोलि चाहिँ कटहरको सिजन भएर बजारमा खुब आउँछ नि त। त्यही भएर मैले चाहिँ कटहरको तरकारीको भिडियो सेयर गरेको छु। सुरुमा चाहिँ मैले यो हालको चाहिँ आवश्यकता अनुसार कटहर लिएको छु। अनि चक्कुमा र हातमा चाहिँ थोरै तेल लगाएर त्यसलाई चाहिँ यो सेपमा काटेर त्यसको यो बिचको भाग चाहिँ निकालिदिएको छु मैले चाहिँ, किनभने त्यो उसमा चाहिँ राम्रो देखिन्न, खान चाहिँ मिल्छ त्यो पनि। अनि त्यसलाई चाहिँ कुकरमा राखेर थोरै पानी अनि अलिकति तेल त्यसको छोप नलागोस् भनेर अनि थोरै नुन र बेसार राखेर चाहिँ त्यसलाई एक सिटी जति चाहिँ म लगाइदिन्छु। अनि एक सिटी लागिसकेपछि त्यो लगभग 90% जति पाकिसकेको छ। त्यसमा अनि 1 चम्चा कर्नफ्लोर हालेर मैले चाहिँ मल्छु। अलिकति नुन र बेसार चाहिँ हालेको छ नि त, त्यही भएर हाल्नु पर्दैन। अनि त्यसलाई यता कराईमा चाहिँ तेल तातिसकेको छ अनि बिस्तारो बिस्तारो राख्दै त्यसलाई चाहिँ मजाले डिप फ्राई गर्नुपर्छ। अनि यतिको भएपछि निकालेर त्यसलाई बिस्तारो बिस्तारो मैले सबै तारिसकेको पनि छु। अनि यता मसलाको लागि चाहिँ मैले थोरै मरिच अनि 8-10 वटा लौङ, सुकमेल, थोरै अदुवाको टुक्रा, थोरै लसुनको टुक्रा लिएर अनि यता तेजपत्ता र प्याज फुराउन लागेँ। अनि थोरै लसुनको पात राखेको छु। अनि अघि ठिक पारेको मसलामा चाहिँ मैले टमाटर नि त्यहीँ राखेर पिनेको थिएँ। अनि त्यो पेस्ट चाहिँ राखेँ मैले। अनि त्यसलाई मजाले चाहिँ चलाउँदै त्यो पानी नआउन्जेल त्यसलाई चाहिँ पकाउनुपर्छ। अनि लास्टमा चाहिँ बेसिक मसला चाहिँ बेसार, नुन, जिरा धनियाको पाउडर राखेको छु मैले। अनि त्यसलाई मजाले त्यो मसला पाक्ने गरी मजाले भुटेर अलि बार त्यो तेल छोड्ने गरी चाहिँ पकाउनुपर्छ। अनि थोरै त्यही अघि टमाटरहरू भएको कचौराबाट चाहिँ थोरै पानी पखालेर राखेर पानी उम्लिन लागेपछि चाहिँ अघि तयार पारेको कटहर चाहिँ राखेको छु। अनि लास्टमा थोरै हरियो धनिया राखेपछि चाहिँ हाम्रो चाहिँ रेडी भएको छ तरकारी।